हेलो नमस्ते। आज चाहिँ फ्लेक्सिड मास्क बनाउँदै गरेको। फ्लेक्सिड मास्कको लागि चाहिँ यतिको पानी बोइल गरेको हुनुपर्छ अनि त्यसमा चाहिँ म गुड अमाउन्ट अफ फ्लेक्सिड हाल्छु। मजाले फ्लेक्सिड हालेर यसलाई चाहिँ 5 देखि 7 मिनेटसम्म मजाले बोइल गर्नुपर्छ। अनि मैले चाहिँ पानीमा मजाले फ्लेक्सिड हालेर यसलाई बोइल गर्नु छोडिदिएँ। यसरी मजाले बोइल हुन्छ अनि जब चाहिँ बोइलिङ पोइन्ट चाहिँ यो टाइपको देख्नु थालेपछि चाहिँ यसलाई अझै एकछिन बोइल गर्नु छोडिदिनु। त्यहाँदेखि चाहिँ यस्तो चाल्नी लिएर अन्त मुनिको भाँडा चाहिँ ग्लासकै होस्, प्लास्टिक चाहिँ जति सक्दो नचलाउनु किनभने प्रिजर्भ गरेर राख्नुपर्छ। अन्त यसरी छानिदिनु। अनि यो जुन चाहिँ पानी झर्दैछ त्यो चाहिँ अहिले चिसो भएपछि चाहिँ मजाको थिक खालके उयो हुन्छ। अन्त म चाहिँ यो जुन चाहिँ छ यसलाई पनि ग्राइन्ड गरेर चाहिँ म मास्क युज गर्छु फेसको लागि, किनभने मलाई वेस्ट गर्नु मन पर्दैन। झन् यसमा बेसी बेनिफिट छ। अन्त यो चाहिँ मेरो मास्क रेडी भयो। आज चाहिँ मेरो छुट्टी अघि देख्नु भएको छ हैन। मैले फ्लेक्सिड मास्क बनाएको। फ्लेक्सिड मास्क चाहिँ यस्तो हुन्छ। फ्लेक्सिड मास्क चाहिँ मेन चाहिँ भेरी गुड फर टाइटनिङ हो, अनि ओपन पोर्सहरू छ भने टाइटन गर्छ र यो चाहिँ एन्टी एजिङको काम गर्छ। यसले चाहिँ रिङ्कल्स, फाइन लाइन्सहरू छ भने चाहिँ यसले सबैलाई टाइटन गर्छ। सो यो चाहिँ हजुरहरूले बोटक्स गरिबस्नु पर्दैन। यो चाहिँ यस्तो इफेक्टिभ मास्क हो। हजुरहरूले यो घरमा बनाएर फ्रिजमा यसरी मैले यस्तो ठुलो बोलमा स्टोर गरेर राखिदिनु। अनि जब मास्क लाउनु पर्यो तपाईँहरूले निकालेर यो कतिसम्म चलाउँदा पनि हुन्छ, निकालेर लाउनु होला। यस्तो ल्याल परेको बनिन्छ। यसले चाहिँ स्किनलाई चाहिँ यस्तो टाइट गरिदिन्छ नि। अनि साथीहरू म यो चाहिँ आज चाहिँ मैले कपाल र फेसको लागि बनाएको। यो चाहिँ फेस र हेयर मास्क दुईटाको लागि हो। हेयरलाई चाहिँ यसले पुरा स्मुथ गराइदिन्छ क्या। यस्तो सफ्ट खालके फ्रिजीहरू छ भने यसले सफ्ट गराउँछ। तर मेन पर्पस चाहिँ मैले बनाउनुको कारणै यो फेसको लागि हो। तर यो निकै अमाउन्टमा बनाएर चाहिँ म हेयरमा पनि लगाउँछु भनेर सोचेको। अनि यो चाहिँ हजुरहरूले लगाएर त्यस्तै जस्तो जति टाइम छ हजुरहरूकोमा त्यति मिनेटै राख्नु। म चाहिँ यसलाई कोही बेला 15 मिनट, कोही बेला 5 मिनट, कोही बेला 20 मिनट राखेर चाहिँ चिसो पानीले धोइदिन्छु। अब यो लगाएपछि चाहिँ एकछिनदेखि चाहिँ सेम बोल्नु सक्दैन, यसले टाइट गराइदिन्छ र म यसलाई त्यही हो चिसो पानीले यसको बादमा धुन्छु। सो हाम्रो फ्लेक्सिड मास्क रेडी भइसकेको छ। मैले कसरी बनाउँ भनेर सिकाइसकेको छु भिडियोमा। हजुर पनि यसरी नै फ्लेक्सिड मास्क बनाएर घरमा लगाउनु होला। अनि इफेक्ट कस्तो आउँछ मलाई भन्नु होला, कमेन्ट्स गर्नु होला। एन्ड यो चाहिँ एकताल यस्तो भाइरल भएको मास्क हो। पुरा सोसल मिडियाभरि नै भाइरल थियो। अन्त मैले पनि रिसर्च गरेँ। म त्यतिकै भिडियो बनाउँदिनँ साथीहरू, म रिसर्च गर्छु, स्टडिज गरेर मात्रै म इन्फर्मेसन दिने कोसिस गर्छु। म त्यतिकै ब्ल्याङ्क दिनु मन पर्दैन, किनभने स्किन एन्ड अन टप अफ द्याट फेस चाहिँ हामी कति केयरफुल हुन्छ। हाततिर चोटपटक लाग्यो भने के पनि हामी त्यति साह्रो केयर गर्दैन, तर स्किनमा अलिकति पनि चोटपटक लाग्यो भने कस्तो केयरफुल हुन्छ हामी। सो त्यही कारण चाहिँ मैले चाहिँ यसको चाहिँ अल डिटेल्स पढिसकेर चाहिँ म हजुरहरूलाई मास्क बनाएर देखाएको छु अनि लगाएर पनि देखाएको छु। यसको मेन पर्पस भनेको त्यही हो, टाइटन अप गर्छ, पोर्सहरूलाई टाइटन अप गर्छ। एन्टी रिङ्कल प्रपर्टिज छ यसमा। फाइन लाइन्स, रिङ्कल्सलाई यसले सबै टाइटन अप गरिदिन्छ र तपाईँहरूको स्किन यङ हुन्छ, युथफुल हुन्छ। हजुरहरूको जस्ट एजिङ स्टार्ट हुँदैछ भने पनि स्टप हुँदैन, एटलिस्ट मेन्टेन गराउँछ। अन्त बेसी बढ्नु दिँदैन, स्टप इन द सेन्स बेसी बढ्नु दिँदैन है। होप इट इज हेल्पफुल एन्ड थ्याङ्क यू सो मच। मलाई 5 मिनटहरू जस्तो होइन, 5 मिनट त अझै त बेसी नै राख्छु, किनभने आज मेरो छुट्टी हो। अलिक बेसी राखेर चाहिँ म हजुरहरूलाई देखाउँछु है कस्तो हुन्छ भनेर। साथीहरू मैले अघि भनेको थिएँ कि म यो चाहिँ यस्तो टाइट हुन्छ भनेर। यस्तो टाइट भइसकेको छ। यो चाहिँ यहाँ पनि देख्न सक्नुहुन्छ हजुरहरूले। मैले चाहिँ 15 मिनट राखेँ। बोल्नु पनि नसक्ने भएको छु, टाइट भइसकेको छ। यस्तो टाइट भएको छ। अब यसलाई चाहिँ म धुन्छु।
साथीहरु देख्न सक्नुहुन्छ इट्स भेरी इफेक्टिभ म चाहिँ मुख धोएर आएको छु यसले चाहिँ यस्तो राम्रो प्लम्पी खालको इफेक्टहरु दिन्छ टाइट खालके म चाहिँ आई लभ दिस मास्क नेचुरल खाली हामीलाई पानी र फ्लेक्सिड चाहिन्छ नेपालीमा फ्लेक्सिडलाई चाहिँ के भन्दो रहेछ अलस अलस चाहिन्छ त्यति नै हो यति राम्रो काम गर्छ नि आई लभ दिस प्रडक्ट के भन्नु मैले आफै लाइक आफै बनाउन सक्ने खाली दुईटा कुरा चाहिन्छ एउटा पानी अन्त एउटा फ्लेक्सिड होप हजुरहरुलाई यो मास्क मन पर्यो होला मन परेमा एउटा लाइक गरिदिनु होला अनि कमेन्ट्स पनि गरिदिनु होला